दैनिकी झ्याउपोखरी टु दबक गर्ने व्यक्ति हाम्रो रमेशजी साथै हामी यात्रु सबैजना छौँ। एकदम यात्रा राम्रो भइरहेको छ। निरन्तर हामी अगाडि जाँदैछौँ। भिडियोमा रहिरहनु होला। पछाडि देखिरहेको छु म पर मकालो हिमाल सतल यो चाहिँ हाम्रो यहाँ स्टेसन छ आजको। हामी झ्याउपोखरी स्पेसली भोजपुरको झ्याउपोखरी जाँदैछौँ। साथीहरू निरन्तर भ्लगमा जोडिराख्नु होला। यस्तै यस्तै यात्राको जानकारीमूलक भिडियो लिएर म सधैँ बोलिरहनेछु। साथीहरू हाम्रो यात्रा चाहिँ जारी नै छ। अफरोडमै छौँ होइन। हामी गाउँ देखाउन खोजेको हामी कहाँ छौँ अफरोडमा। नमस्कार साथी, मेरो मोहिनी भ्लगमा हजुरलाई स्वागत छ। आज चाहिँ म भोजपुर प्याउलीबाट तपाईँको यो झ्याउपोखरी हुने जाने बाटोको सम्पूर्ण यात्राको जानकारी दिने कोसिस गर्नेछु। निरन्तर मोहिनी भ्लगमा जोडेर यस्तै यस्तै यात्राको जानकारीमूलक भिडियोहरू हेर्न सक्नुहुनेछ। यो चाहिँ मेन अहिले मैले भिडियो गर्दै गरेपछि साथीहरू सुरु भइसक्यो हेर्नु त। यहाँ प्याउलीमा त सुन्तलाई सरर रहेछ यहाँ। हामी यो बाटो हुँदैछ आयौँ होइन। अब हाम्रो मोहिनी पार्किङ त्यो पिकअप जाँदै गरेको बाटो देखाउँछु। पारि कञ्चनजङ्घा हिमाल पनि देखिरहेको। यहाँबाट अब हामी कति जति दूरी रहेछ सम्पूर्ण दृश्यहरू राख्नेछौँ। भिडियोमा निरन्तर जोडिराख्नु हुनेछ। यो बाटो हुँदै चाहिँ हामी अघि बढ्दैछौँ। अब यतापट्टिको माथिल्लो बाटो चाहिँ तपाईँको भोजपुर जाने। अब हामी यो बाटो हुँदै तल जानेछौँ। अहिले हाम्रो अब यहाँ गाडी आइसकेको छ। अब यहाँदेखि उता चाहिँ साथीले ड्राइभ गर्ने, म भिडियो गर्ने। यो बाटो हुँदै हामी लाग्नेछौँ यता। यो बाटो चाहिँ कुन ठाउँ हुँदै जान्छ? यो याङपाङ कम्प्युटर बाटो हुँदै झ्याउपोखरी जान्छ। याङपाङ सबै साथीहरू हामी तपाईँलाई यस्तो गाउँको बाटो लाँदैछौँ होइन। निरन्तर मोहिनी भ्लगमा जोडिने होला। यहाँनिर के अर्ग्यानिक चिज भन्दा अहिले सिजन चाहिँ सुन्तलाको छ होइन। सुन्तला पनि भेटिनेछ। साथै बाटो पनि रमाइलो खाले रहेछ क्या। आएपछि चाहिँ हामीलाई थाहा हुँदैको होइन। अब यस्तो छ है बाटो चाहिँ। यहाँ पर्तिरसम्म मात्रै हो। साथीहरू बाटो चाहिँ अफरोड छ होइन, देख्नुभएको छ। र बोलेरो गाडी चाहिँ कस्तोमा कुद्छ भन्दाखेरि यस्तै गाउँघरको बाटोहरूमा कुद्ने हो। तपाईँले यात्रा गर्दाखेरि हामीलाई पनि सम्झाउन सक्नुहुन्छ। यस्तो छ बाटो। जुनेलो भनेको चाहिँ यही हो है। हेर्नुहोस् त पाहाडमा रातमाटे भन्नेमा छौँ। हेर्नुहोस् त पाहाडको घर कस्तो छ। छेउछेउमा सुन्तलाको बोट सुन्तला चाहिँ रहेनछ। अर्कोमा अहिले आउनेछ। राम 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 सास गाउने कराएको त रहेनछ सुन्तला। बाटो हेर्नुहोस् त कति रातो छ। रातो माटोमा लो गुरुजीले मजाले कुदाइराख्नु भएको छ। कस्तो फिल भइरहेको छ हजुरहरूलाई? अफरोडको मजा छ नि है। हामी कुन ठाउँबाट आएको एकचोटि भनिदिनुहोस् त। मोरङको साथीहरू यात्रा हाम्रो जारी नै छ होइन। गएछौँ हामी तल राम्रो टार देखिरहेको छ। साथीहरू हाम्रो यात्रा चाहिँ जारी नै छ। अफरोडमै छौँ होइन। हामी गाउँ देखाउन खोजेको हामी कहाँ छौँ अफरोडमा पुरै। यो साइडमा हामी रातमाटे छ के छ। यो पारीको गाउँहरू हेर्नु होला। उता पर हामी त खोला कटेर जानेछौँ। पर बारी बाटो देख्दैछ है साथी हो। के छ हौ तोरीबारीमा आएको हौ यहाँ हुनु। एकदम अनुभवी चालकको साथमा छु मैले। दैनिकी झ्याउपोखरी टु दबक गर्ने व्यक्ति हाम्रो रमेशजी साथै हामी यात्रु सबैजना छौँ। एकदम यात्रा राम्रो भइरहेको छ। निरन्तर हामी अगाडि जाँदैछौँ। भिडियोमा रहिरहनु होला है। साथीहरू ढुङ्गा छापेको बाटो छ। जस्तो भए पनि हामी हाँसी मजामा आइरहेका छौँ। पाहाडको बाटो चाहिँ साथीहरू यस्तै छ। भोजपुरको झ्याउपोखरी हिँडेको बाटो चाहिँ हेर्दै जानु होला। काहीँ चाहिँ नआउँ पनि लाग्दैछ। तर आउनु मन पनि लागिरहेको छ। यता बाटो हेरेर पारिपट्टि खेतबारी छ। गुरुजीको ड्राइभिङ एकदम सेफ छ। यात्रीहरू हँसिलो अनुहार छ। कसै निराश हुनुहुन्न। अब म त के कुरा गर्नु, म त झन् आनन्द यहाँ बसिरहेको आज। यहाँ बस्थेँ कि यहाँ बस्नुको मजा भिन्दै रहेछ है ल साथीहरू। त्यसै चाहिँ यस्तो आउने रहेनछ कि यहाँ बसेपछि आउँदो रहेछ नि त। अन्त गर्दा कोक्रामा हाल्ने जस्तो नि नगरपालिका 11 नम्बर वार्डमा पुगिन्छ।
यो पनि जानकारी पाउनु भयो हामी यहाँ यो खोलाको नाम चाहिँ यो यहाँ गोखोला हो यो खोला कट्ने बित्तिकै फेरि नखुवा आउँछ यो नदी कटेपछि चाहिँ हामी खोला पोया जाने बाटो यो हामी यताबाट झ्याउपोखरी जाने बाटो बाटो हामी लागिरहेको छौँ गोर्खामा यहाँ म 3 घन्टा 4 घन्टा फसेर निक्लिनु पर्थ्यो यहाँ यसमा है अनि यहीँनिर नखुवा खोलामा पुल छ वाङमा पनि पुल छ नखुवा लाग्यो साथीहरू तल दोभानमा 11 वर्षको उमेरमा म घरबाट भागेँ अनि भाग्दै जाँदाखेरि पनि नुन बोक्ने मान्छेसँग भागियो पाख्री बासमा बाटो खन्दैन डोजरले अनि के भन्छ यसले त सिङ्गौरी हानु रिसाएर छ यता गोरु भन्दा पनि चौपट सब भत्काएर खतम पारिसक्यो भनेर लगाइदियो ओहो भने अनि फेरि खेटेर पाएर अगाडि आयो अनि खेटेर पाएर अगाडि आएपछि त ऊ एक कानलाई हाम फालेर भागिदियो म 7 कानलाई हाम फालेर भागेँ डरले ऊ मरि हाँसेर त आफू रुँदै भागेको त्यस्ता कानलाई त चड्की पर्ने आज कुर्ती हुनुभयो हेर्दै गर्नुहोस् त के भइरहेछ गाडीको हालत पढेर चाहिँ कस्तो ठाउँमा कुद्छ भनेर चाहिँ थाहा पाउनु भयो नि यस्तोमै कुद्छ है साथीहरू अन्य नहुनु होला पाहाड आउनु पऱ्यो भने चाहिँ कुन गाडी ल्याउनु पर्छ भनेर चिन्नु होला है बाटो यस्तै छ हेर्नुहोस् न ल गाडी त छड्कै हालिदिइरहेको पछाडि त हामी चाहिँ अब उहाँको विशेष घर आएको छौँ कि अब यहाँ गाडी अलिकति क्रसिङ भएर ब्याक गर्न खोजेको होइन सबैजना झर्नु भइरहेछ म पनि भिडियो गर्दैछु यस्तो हुन्छ है साथीहरू पाहाडको घर ल कुन चोक अरे ल सुनखानी चोकमा छौँ अब एकछिन झ्याउपोखरी पुग्नेछु तारा राईको घरमा छौँ अहिले ए तारा राई हजुरको शुभ नाम मेरो नाम कुमार भुजेल मेरो घर चाहिँ गैरी गाउँ हो गोइरी गाउँ हामीसँगै आउनुभएको यात्रामा है त्यहाँ परदेखि हामी सँगै आइयो हो एकदम रमाइलो ठुलो गाडी आयो बाटोमा थोरै हाम्रो ब्रेक भएको थियो क्या त्यहाँ चियासा खाइयो बाटो चाहिँ यहाँ पिच पनि छ होइन अब यो बाटो भनेपछि अब हामी कति चाहिँ पुग्नको लागि 2-3 किलोमिटर छ 3 किलोमिटरमा हामी झ्याउपोखरी स्पेसली भोजपुरको झ्याउपोखरी पुग्दैछौँ साथीहरू निरन्तर भ्लगमा जोडिराख्नु होला यस्तै यात्राको जानकारीमूलक भिडियो लिएर म सधैँ गइरहन्छु बेलुकीको 4 बजेको छ हामी अब झ्याउपोखरीको नजिक छौँ हेर्नुहोस् त दृश्यमा देखेको पिच बाटो पनि भेटेको छौँ हामीले पिच बाटो होइन ला पिच भन्दा चाहिँ सकियो पनि हो यहाँ चाहिँ हेर्नुहोस् त कस्तो पाहाडको घरहरू कस्तो हुन्छ यस्तो खाली हुन्छ साथीहरू अब हामी यहाँ बोटकै सुन्तला खान झर्दैछौँ यो झ्याउपोखरीमा चाहिँ यो बाटो हुँदै हाम्रो पार्किङ यहाँ छ गाडी होइन अब यहाँ अगाडि चाहिँ हामी सुन्तला चाहिँ खान झर्दैछौँ तल हेर्न सक्नुहुन्छ यहाँनिर लु हेर्नु त आमै बोटमै सुन्तला फलेको ठाउँमा आइपुग्यो लु यो त कागती होइन पहिले लु हेर्नुहोस् त साथीहरू पाहाडमा कागती त्यस्तो मजाले फल्छन् है यहाँ लु ए लु यहाँनिर कागती भेट्यो लु कागती 23 लाखमा ल्याएको अब यतापट्टि सुन्तलाको बोटसिङ उहाँ रहेछ लु यता सुन्तलातिर जाउँ है त लु सुन्तला चाहिँ यहाँ छ है साथीहरू हेर्नुहोस् त ल लु सुन्तलाको बोट चाहिँ यहाँनिर छ सुन्तला ल झ्याउपोखरी रमेशजीले बोटमै सुन्तला झार्नु हुँदैछ यहीँ एकदम यो भोजपुरको झ्याउपोखरीमा फलेका सुन्तला लु हेरौँ साथी हो झरेको गुडुङडुङ देखेको मकालु कस्तो मजाले नजिकै देखेको छ मकालु हेर्न सक्नुहुन्छ ए हाम्रो यहाँ छ भवानी चाहिँ यहाँनिर छ यो भवानी चाहिँ हाम्रो अहिले भोजपुरको झ्याउपोखरीसम्म आएको छौँ भने यो पर देखेको मकालु हिमाल मकालु हिमाल यो पर सुन्तला बारी ल पर पनि सुन्तला यहाँ पनि सुन्तला भोजपुर झ्याउपोखरी सुन्तला
फाइनल हामी यो झ्याउ पोखरी आएको छौँ भोजको यो होइन बजार झ्याउ पोखरीको अब हामी भित्र छिर्नेछौँ के छ त यहाँ दृश्यमा भन्दाखेरि यो पुरानो बजार झ्याउ पोखरी देख्न सक्नुहुनेछ ल यहाँ चाहिँ एरिठाबाटै भन्ज्याङ यता माथि माथि सतल जाने बाटो उताको बाटो यता आरबाटै आर्यबाट यो पारीको देखेर दिनुभयो दिङला बजार पर हामी यो डाँडा कटेर आएको पुरै हो परबाट सुन्तला बारी त कति छ त यहाँ भोजपुरको झ्याउ पोखरी पुगेको लास्ट चाहिँ भोजपुरको झ्याउ पोखरीबाट अगाएर सतल भन्ने ठाउँमा हुँदैछ हामी निरन्तर यात्रामा छौँ अब सतल भन्ने ठाउँ पुग्न लागेको छौँ जुन घाम डुब्न लागेको पछाडि देखिरहेको छु म पर मकालो हिमाल सतल यो चाहिँ हाम्रो यहाँ स्टेसन छ आजको हिँड्दा हुँदै हामी चाहिँ प्याउली हुँदै यहाँसम्मको यात्रामा आएको छौँ आजको यात्राको सहयात्री चाहिँ हाम्रो रमेशजीले लिएर आउनुभएको होइन यो कुन हिमाल हो मकालो हिमाल यता मकालु यो कुन ठाउँ हो त देखेको ठाउँ यो देखेको दिङला बजार भनेको त्यही हो भोजपुरको दिङला त्योदेखि उतापट्टि कुन गाउँ छ त्यहाँदेखि उता कुलुङ नेपाल डाँडा चौकी डाँडा सोमबारे यो बाटो चाहिँ कहाँसम्म पुग्छ अरे यता यो बाटो चाहिँ सिधा भोजपुर सदरमुकाम पुग्छ भोजपुर सदरमुकाम जाने बाटो है यो मेन ठाउँलाई यसलाई चाहिँ सत्तल भनिन्छ सत्तल आजको हाम्रो बास यहीँ हुनेछ आजको हाम्रो बास अलिक माथि आले भन्ने ठाउँमा हुन्छ आलेमा हुनेछ हामी अझै अगाडि रहेछौँ है त निरन्तर रहिराख्नु होला ब्लकमा साथीहरू रातिको 5:30 भयो हामी यो कुन ठाउँमा आइपुग्यौँ अहिले यो भोजपुरको आले भन्ने ठाउँ ल भोजपुरको आले हेर्नुहोस् त यी हामीले चिसो चाहिँ अति छ होइन चिसोले हामीले टोपी सोपी लाएर हाम्रो बास आजको यहाँ हुनेछ र नेक्स्ट भ्लग तपाईँहरूले झ्याउ पोखरी आलेबाट झ्याउ पोखरी हुँदै चाहिँ प्याउलीसम्मको हामी अर्को भ्लग ल्याउनेछौँ निरन्तर जोडिनु होला साथीहरू पाहाडको घर चाहिँ यस्तो हुन्छ है राति भइसकेको छ ल हेर्नुहोस् यता पनि आनन्द पहाड साथीहरू हामी भोजपुरको प्याउलीबाट चाहिँ झ्याउ पोखरी हुँदै यो सतल भन्ने ठाउँसम्म आएको छौँ यस्तै यात्राको जानकारीमूलक भिडियो लिएर सधैँ उपस्थित रहनेछौँ निरन्तर मोहिनी भ्लगमा जोडिएर यस्तै यात्राको जानकारीमूलक भिडियोहरू पनि हेर्न सक्नुहुन्छ भन्दै आजको सम्पूर्ण यात्राको जानकारीमूलक भिडियोलाई पनि म यहीँ अन्त गर्दैछु देश विदेशमा हुने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहुन्छ हस् त धन्यवाद बाई बाई